अदालतका सबै कुरा मान्ने हो भने आफ्ताब आलमलाई जुन निर्णय गरियो के तपाईँले मान्नुहुन्छ तपाईँहरूले मान्दैनौ नि। अस्ति भर्खरै दिल तपाईँको पत्रकारको साथी अग्रज पत्रकार हुन्छ दिलभूषण पाठकलाई एउटा कुनै भाउजूको आफ्नो छोराले हिल्टन होटल किन्यो भनेमा लेख्दै गर्दाखेरि के अदालत होइन पक्राउबुझी जारी गर्ने मान्नु भएन नि। त्यसमा हामीले किन मान्ने त यो? अब यो मान्दैन भनिरहँदा मलाई भोलि जेल हाल्न साथी सोध्नु होला फेरि एकछिनमा जेल हाल्न तयार हुनुहुन्छ कि हुन्न? म तयार छु, हामी तयार छौँ। यो हातमा हतकडी लगाउने हो कि यो छातीमा गोली ठोक्ने हो कि के गर्ने हो, हामी तयार छौँ। साझा साझा भनिरहेका छौँ र म आज अर्को पनि आग्रह गर्न चाहन्छु। निलो घरमा आइरहँदा घन्टी घर राष्ट्रिय स्वतन्त्र पार्टीको कार्य भन्छौँ यहाँ आए पनि अग्रजहरू हुनुहुन्छ मायाको अगाडि नै राख्छु भनेर चाहिँ गइसक्नु भएको छ। म उहाँहरूलाई विनम्रपूर्वक निवेदन गर्न चाहन्छु, तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र तपाईँको परिवारभित्र अब